साथीहरू 4000 रुपैयाँ रेडी पारेर राख्नुहोस् है। तपाईँहरू आइपिओमा लगानी गरिरहनु भएको छ भने तपाईँहरूको लागि एकदमै खुसीको खबर आएको छ। 4वटा कम्पनीहरूले ब्याक टु ब्याक आज चैत्र 1 गतेदेखि आइपिओ निष्कासन बिक्री खुला गर्ने भएका छन्। ती कम्पनीहरू कुन कुन हुन्, कति कति किता निष्कासन गर्दैछन्, कहिलेदेखि कहिलेसम्म निष्कासन गर्दैछन् भन्ने विषयमा यो भिडियोमा चर्चा गर्नेछौँ। भिडियोलाई कति पनि स्किप नगरेर अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। सबभन्दा पहिले कुरा गरौँ बेनी हाइड्रो पावर लिमिटेडको बारेमा। बेनी हाइड्रो पावर लिमिटेडले चैत्र 1 गतेदेखि चैत्र 5 गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन बिक्री खुला गर्ने भएको छ। यसले 1,04,000 किता प्रति किता 100 रुपियाँका दरले आइपिओ निष्कासन गर्न लागेको हो। यो हाइड्रो पावर सेक्टरको आइपिओको इस्यु म्यानेजरको रूपमा एनएमबी क्यापिटल रहेको छ। बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले चैत्र 1 गतेदेखि चैत्र 15 गतेसम्म भने स्थानीय बासिन्दाहरूका लागि आइपिओ बिक्री खुला गर्ने भएको हो। यसले स्थानीय बासिन्दाहरूका लागि भने 10,40,000 किता प्रति किता 100 रुपैयाँका दरले आइपिओ निष्कासन गर्ने भएको छ। त्यस्तै अर्को कम्पनी रहेको छ एमलिङ हाइड्रो पावर लिमिटेड, जसले चैत्र 8 गतेदेखि चैत्र 11 गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। यसले 2,10,000 किता प्रति किता 100 रुपियाँका दरले आइपिओ निष्कासन गर्न लागेको छ। यसले विशेष गरी यो वैदेशिक रोजगारीमा गएका लागि निष्कासन गर्न लागेको यो आइपिओको इस्यु म्यानेजरको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ भने यो हाइड्रो पावर सेक्टरको आइपिओ रहेको छ। त्यस्तै एमलिङ हाइड्रो पावर लिमिटेडले स्थानीय बासिन्दाका लागि समेत आइपिओ निष्कासन गर्न लागेको हो। स्थानीय बासिन्दाहरूका लागि भने चैत्र 8 गतेदेखि चैत्र 22 गतेसम्म एप्लाई गर्न मिल्ने गरी आइपिओ निष्कासन गर्न लागेको हो। यसले स्थानीय बासिन्दाहरूका लागि 7 लाख किता प्रति किता 100 रुपियाँका दरले निष्कासन गर्न लागेको छ। त्यसै गरी अर्को कम्पनी रहेको छ सुपान फार्मास्युटिकल्स लिमिटेड, जसले चैत्र 9 गतेदेखि चैत्र 12 गतेसम्म आइपिओ बिक्री खुला गर्ने भएको छ। यसले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि 4,29,000 किता प्रति किता 100 रुपियाँका दरले आइपिओ निष्कासन गर्न लागेको हो। यसको इस्यु म्यानेजरको रूपमा एनएमबी क्यापिटल रहेको छ। त्यस्तै अर्को कम्पनी रहेको छ स्नो रिभर्स लिमिटेड, जसले चैत्र 9 गतेदेखि चैत्र 23 गतेसम्म आइपिओ बिक्री खुला गर्ने भएको छ। विशेष गरी स्थानीय बासिन्दाहरूका लागि यो आइपिओ निष्कासन गर्न लागेको हो। यसले स्थानीय बासिन्दाहरूका लागि 9,37,500 किता आइपिओ निष्कासन गर्न लागेको छ। यसले प्रति किता 100 रुपियाँका दरले निष्कासन गर्न लागेको हो। यसको इस्यु म्यानेजरको रूपमा पनि सानिमा क्यापिटल रहेको छ। यो पनि हाइड्रो पावर सेक्टरकै आइपिओ रहेको छ। त्यस्तै स्नो रिभर्स लिमिटेडले विदेशी रोजगारीमा गएका नेपालीहरूका लागि समेत आइपिओ निष्कासन गर्न लागेको हो। यसले चैत्र 9 गतेदेखि चैत्र 12 गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि भर्न मिल्ने गरी आइपिओ बिक्री खुला गर्ने भएको छ। यसले वैदेशिक रोजगारीमा गएकाहरूका लागि भने 93,750 किता आइपिओ प्रति किता 100 रुपियाँका दरले निष्कासन गर्न लागेको छ। यी 4वटा कम्पनीहरूले आइपिओ निष्कासन ब्याक टु ब्याक गर्न लागिराखेका छन्। यी आइपिओमा सबै आइपिओमा तपाईँहरूले आइपिओ एप्लाई गर्नुहोला र यस्तै आइपिओ अपडेट्सका लागि हाम्रो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।